नमस्ते सबैजनालाई वेलकम छ मेरो डेली ब्लगमा। ड्राइभर जयबाट चाहिँ हाम्रो टक्क 1 महिनामा फेरि शिफ्टिङ हुँदैछ। यहाँ हाम्रो निक्सन दादा हामी चाहिँ आज यहाँदेखि ट्रान्सफर हुन लागेको। आज हामीलाई चाहिँ केटाहरूले भाषा नजानेको भनेर हामीलाई ट्रान्सफर गरेको। नाम चाहिँ नभनौँ, नाम चाहिँ नभनौँ होइन, कुरा चाहिँ यति नै राखौँ। उता हाम्रो वामदेव दाजु हुनुहुन्छ। जनताको ठुलो प्रब्लम, ठुलो समस्या आउँदैछ मधेसियामा। बाटो चाहिँ के उता हुनुहुन्छ हाम्रो डिङडोङ दादा। एउटा बधाई लेखेर राखेको, कतै लेखेर राख्नु भएको अरे उहाँ, तर यहाँ होइन। फेरि लेख्नु चाहिँ भएछ तर ल्याउनु चाहिँ भएन चाहिँ। हाम्रो यहाँ यस्तो चाहिँ छत्री पनि बोकेर हिँड्नु रहेछ। गाडीमा नि हालिसकेको थियो होइन, तर फेरि यताबाट एन्ट्री भएन होइन। नभएको चाहिँ पुरानो दाईहरूको उहाँहरू चाहिँ हाम्रो साटो आउनु भएको, हामीलाई यहाँबाट निकालेर उनीहरूलाई हाल्नु भएको छ। यहाँनिर जाने बुझ्ने भन्नु दाजुहरूले चाहिँ नयाँ पऱ्यो उनीहरू पुरानो। अब हामीले फेरि सामान निकालेर यहाँ फेरि वेटिङ गर्दैछौँ। गाडी फेरि उता उनीहरूको सामान ल्याएर आउँछ होइन। यहाँनिर दाजु नेपाल मेरो चाहिँ नेपाल हाम्रो यो पढिरहन्छ दाजुभाइमा होइन। यस्तै त अब यहाँबाट कहाँ पुर्याउने हो त्यो अहिलेसम्म फिक्स भएको छैन। हेर्दैछौँ कसो हुन्छ पनि ठिक छ। यस्तै हो मलेसिया में टेंशन लेने का नहीं देने का है। तो हर महीने घूमने के लिए चले जाएंगे, मलेशिया घूमेंगे। 1 महीने इधर रह लिया, अब फिर जाएगा दूसरी जगह, 1 महीने रहेगा, फिर उसके बाद 1 महीने के बाद फिर दूसरे जगह जाएगा। घूम घूम के बैठेगा मलेशिया में, 2 साल कटाएगा। उसके बाद जाके शादी करेगा, लेकिन लड़की नहीं है तो उनके रख तो कहीं। स्मेल दादाको कडा छ। उता हाम्रो दादाहरू हुनुहुन्छ टक्क होइन, यता नि हुनुहुन्छ हाम्रो दादाहरू। यहाँको भ्यू हेर्नु सक्नुहुन्छ, तर दामी छ हौ। मलेसिया र नेपाल चाहिँ नेपालै हो। नेपालै हो। यस्तै छ साथी हो। अब बाँकी भिडियो अब बाटोतिर यसो मौका पाए अब गर्दै गरौँला।